सबैलाई यीशु ख्रीष्टको नाउँमा जय मसीह अनि नमस्कार। म यहाँहरूलाई आज लुकाको पुस्तक 2को 8 देखि 14 पदसम्म पढेर सुनाउने छु। त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एउटा स्वर्गदूत तिनीहरू कहाँ देखा परे र परम प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र ढुँडमा सुताइराखेको भेट्टाउनेछौ। तब एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। आमेन। परमेश्वरलाई धेरै धेरै धन्यवाद। आज हाम्रो परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटी पुत्रलाई उहाँले संसारमा तपाईँ हामी सबैको लागि उहाँले पठाउनुभयो। परमेश्वरलाई धन्यवाद छ। जो जतिले सुन्नुभयो उहाँहरू सबैलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।